म चाहिँ 2075 सालबाट गरेको पोखरा थिएटर अलि लक्की पनि हो किनभने यस्तो अवसरहरू कहिलेकाहीँ हामीलाई खोजी आइरहे 2075 मा हाम्रो प्लान थिएन खासमा किनभने हामी अन्तर्राष्ट्रिय स्तरको नाटक महोत्सव गर्ने अवस्थामा पनि थिएनौँ। निट फेस्टले नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवले चाहिँ हामीलाई प्रस्ताव गर्यो तपाईहरु पनि महोत्सव गर्नुस् हामी अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्दैछौँ र त्यसमा हामी के सहजीकरण गर्नुपर्छ हामी पनि गर्छौँ भनेर निट फेस्टले जुन एउटा प्रस्ताव गर्यो र त्यही प्रस्ताव अनुरूपै हामीले महोत्सवको कन्सेप्ट त्यहाँबाट डेभलप भयो। 75 को पहिलो संस्करणमा हामी यो महोत्सवमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसँग जोडिएर एक हप्ता त्यो समयमा आयोजना गरेका थियौँ र बीचको यो 2 वर्ष अगाडि चाहिँ अलि बढी हामी यो विद्यालय विशेष हाम्रो पनि एक किसिमको अनुभव भयो संस्था चलाइरहँदाखेरि यहाँ रङ्गकर्म गरिरहँदा र विद्यालय विशेष महोत्सवहरू आयोजना गरेको र निट फेस्टसँग जोडिएर हामीले गर्न सकेनौँ र योपालि फेरि जोडिएर हामीले गरेका छौँ। अब महोत्सव राम्रै भइराखेको छ भन्ने चाहिँ लागिराखेको छ। अब महोत्सवका सुख दुःखका कुरा आफ्नो ठाउँमा छन् हैन, किनभने यो महोत्सव आयोजना गर्नु नै आफैमा एक किसिमको एकदमै ठुलो चुनौतीको यति धेरै पहाडको बिचमा छौँ हामी। यता फर्किन चुनौती उता फर्किन चुनौती, यहाँ अलिकति पानी पर्यो भने यहीँबाट यो कार्यक्रम हुन्छ कि हुन्न भन्ने चुनौती पनि छ हैन। त्यो चुनौतीहरूको बिचमा पनि हामीले यो कार्यक्रमलाई निरन्तर गर्न सकिरहेका छौँ र यो पालिको महोत्सवले साँच्चीकै हाम्रो यो इभिनिङको जुन एउटा सोहरूको कल्चर थियो त्यसलाई फेरि फर्काएको छ भन्ने महसुस चाहिँ गरेका छौँ।